earth as it is in heaven. Give us today our daily bread. Forgive us our debts as we also have forgiven our debtors. Lead us not into temptation, but deliver us from the evil one. For yours is the kingdom and the power and the glory forever. Let's everybody say amen. Amen. Let's everybody say hallelujah. Hallelujah. Come on, loudly, everybody say hallelujah. 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 Come on, Jotam. Come on. Warm up. Wait there. Huh? त्यही भएर घाँटी दुखेको हो तपाईको अनि त्यतिकै चुपचाप जानु त मजै आउँदैन नि दिउँसो कराउने भन्दै यार Astro, यो नि आस्था भन्ने नि उताको भाटबडी नि यस्तै सुपरमार्केट रहेछ हैन हजुर हो यो स्लोक भन्ने ठाउँ आइछौँ हामी हो वेस्ट पर्दो रहेछ त्यहाँ आस्थामा लेखेँ कार वास कति लिन्छ यहाँ त 10 पाउन्ड जस्तो सुकै गाडी कि गाडीको साइजहरू अनुसार पनि पर्यो साइज अनुसार हो दाजु किनभने मैले त माथि देखेको थिएँ क्या ठुलो गाडीको अलिकति मैले हुँदैन रहेछ आफै अलिअलि पुस्दा मेन त मुनि हिल्लो माटो भयो भने मात्रै गमले हान्दा ठिक हुन्छ कि मिररले त क्लिन राख्नुहुन्छ नि त एभ्रीडे सफा गर्नुहुन्छ मेरो गाडी दाजुले चढ्ने भएको छैन बाबाको आयो सबै मैला हुन्छ मेरो चाहिँ म चाहिँ फेरि खाँदै हिँड्छु नि त खास खानु चाहिँ पाउँदैन तर म अब धेरै CRB यहाँ त गाडी कति हेर्ने यार Wrangler दामी लाग्छ नि जिपको होइन जिपको कम्पनी रहेछ यहाँ तर यो 4x4 काम छैन रहेछ यहाँ युकेमा कहाँ छ 4 व्हिल लाउनु त त्यो चढ्ने शौकिनहरूको लागि है त्यस्तो भएपछि त अलिकति क्रस कन्ट्री रोडै जानु पर्यो क्या अफ रोडिङ अनि त्यस्तोमा चाहिँ मजा आउँछ नि त म त अफ रोडिङ त कुदाउँदा दिक्कै भएर आएको हो नि त हजुर खोलाको डिल कुना चेप डराउँथे यताबाट जाने गोराहरू अनि हजुर वेलकम very professional driver I like you भन्थे त्यति चाहिँ भन्ने के 1000 रुपैयाँ चाहिँ हातमा लगाइदिँदैन थियो हामीलाई चाहिँ फेरि पैसा दिनु हुन्थ्यो टिप्स जस्तो लाग्ने कि यो ब्रिटिसहरू टिप्सै नदिने एउटा डाक्टर ट्रिस्टान भन्नेले चाहिँ खाना चाहिँ खुवाए है उसले चाहिँ दिएको थियो कति लडको दाजु 70 यो 2020 को अनि सेकेन्ड लोडको हजुर कुनै प्लेट नम्बर चाहिँ डिफ्रेन्ट देख्नुभयो भने चाहिँ त्यो चाहिँ किनेको प्लेट नम्बर हो क्या कुनै गाडी हेर्नुहोस् त BMW हो BMW यो 2017 को सेकेन्ड लोड त्यस्तो हजुर यसले पावर लिज भन्नेबाट लिएको रहेछ यो सेकेन्ड ह्यान्ड गाडी रहेछ फेरि मैले हिजो न अचम्मै देखेँ आज न अचम्मै देखेँ मन परि जप्पै त्यही मान्छे कुद्दो रहेछ है मान्छे ए रनिङ 1 बजे 2 बजे पनि कुद्दै गरेको देखेको थिएँ क्या यहाँ त टाइमिङ नै हुँदैन In 200 yards at Huntercombe roundabout, take the first exit onto Huntercombe Spur heading to M4, London. अब लन्डन रिडिङ ए रिडिङ यताबाट रहेछ किनभने हामी भित्र आएको हो नि त अब चाहिँ मोटरवे छिराउँदैछ जस यता सराउन्डिङ कम्पाउन्ड चाहिँ नहुँदो रहेछ हैन कस्तो सराउन्डिङ कम्पाउन्ड दाजु मजाले गेट सेट भएको क्या घरको ए कुनै घरमा चाहिँ हुन्छ आफूले लगायो भने तर धेरै जस्तो चाहिँ हुँदैन महँगो छ
यहाँ चाहिँ एउटा देखेँ तर गेट चाहिँ देखिनँ सराउन्डिङ मात्रै देखेँ त्यो हेरि त अनि हाम्रो त यत्रो यत्रो गेट हुन्छ त झन् तिमीहरूको त गेटै स्लाइड गर्नु नै डरलाग्दो छ त नि Then use the right two lanes to take the slip. मिलनको डिजाइन हो सबै के चाहिँ उता भक्तपुरको यहाँ त गेटै देखिँदैन कि ए गेटको स्लाइडको अनि भन्नुभयो यहाँकोहरूले नि उता गएर अनि त्यो तिमीहरूको गेट हेऱ्यो भने त तर्सिन्छ त नि अब मोटो वे छिरेको त्यत्रो गेट राख्दाखेरि साइकल चोरेर लग्थ्यो ए धरानमा बुलेट बाइकै लगिदिएको अनि कम्पाउन्डभित्रबाट Continue for 3/4 of a mile. रिडिङ यता लन्डन भएपछि उताबाट घुमेर चाहिँ लन्डन जान्छ है त्यता दाजु हालेलुया परमेश्वरलाई महिमा होस् मलाई त गाडी बाहिर देख्दैन नि त अनि यो घाँटीमा लागेको चाहिँ के को लागि त हौ अनि घाँटीमा तिमी भन्दै त जोथाम से हालेलुया अलिक जोसमा कता जोसमा हालेलुया हालेलुया भन न हालेलुया गर त हालेलुया जोथाम सुन्दैन नि त बाहिर होला गाडी चाहिँ सुन्दैन दाजु हजुर अनि कहाँ भाउजू जान्छ त्यो? सुत्ने भएको छैन अरे दाजु घुटेर क्या हजुर दाजु घुरेर भाउजू हो त। सुत्यो अनि मैले चाहिँ भनेको मिलनले त सुन्यो होला होइन मलाई त के हुँदैन के अँ। मैले चाहिँ भनेको मिलनको ड्युटी भएको बेलामा हामी यता रुममा सुत्छौँ दाजु तल सिटी रुममा सुत्नु नि त भनेको त्यसको छु सोल्युसन केही छैन कान्छी त्यसको सल्युसन त मलाई थाहा नै भएन हौ दाजु अँ। फेरि साह्रो घुर्यो भनेर नाक र मुखै थुन्दैनौ नि त्यसरी त मान्छे जान्छ है पुष्पा त्यस्तो जाओस् त नभन न मैले अघि झन् कान्छीलाई भने त अनि बोलीमा शक्ति हुन्छ म पनि भनेर जहिले त्यही भन्छु क्या जिप्रो क्या उल्टी सुल्टी फर्किँदा थु 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 जिप्रो एकदम क्या बोल्दाखेरि ध्यान पुऱ्याउनु पर्छ क्या किनभने त्यो पुरा हुन्छ सो क्या डु नट नेगेटिभिटी कहिले नबोल्ने कान्छी यो डन्ठी डन्ठी के हो झार रोपेको हो यो खोइ के बनाउ यो पुल बनाएको हो नि बिरुवा त रोपेको पुल बनाएको हो नि त्यो भत्किन्छ भनेर होला सपोर्टको लागि सोल्जर देख्यो तिमी ह्याप्पी छौ देवा आएर डर लागेको छैन आहा, तात्मा हुनु 70 मा कुदाइरहेछ हामी सेन्कीमा छौँ एपिएस हजुर 9 माइल 8 मिनट्स रिडिङ यता गएको भए चाहिँ फेरि हाम्रो लेन चेन्ज हुन्छ हेर्नु त माथि अर्कै हाइवे कममा जान्थ्यौँ त्यही भएर हामी यता बस्नुपर्छ South रिडिङ Wales। लेखेकोमा चाहिँ ऊ हेर्नु दाजु M4 चाहिँ यो तिनवटा लेन हो यो उता चाहिँ छुट्टिन्छ फेरि बाटो हामी एमफोमै छौँ हामी M4 को लेनमा छौँ Reading। देख्नुभयो रिडिङ जाने बाटोमा चाहिँ हो क्या भक्ति प्रशंसा महिमा आराधना चढाउँछुमा यसैलाई मेरो जीवनभरि सबै अनन्त प्रेम गरिरहेछुमा आदि शक्ति भक्ति प्रशंसा महिमा आराधना चढाउँछुमा भेनाले यस्तै गाडी कुदाउनुहुन्छ पनि सक्छु दाजु त सक्नुहुन्छ पैसा त खतरा हुन्छ नि यस्तोमा पैसा त धेरै हुन्छ अहिलेसम्म कुदाएको चाहिँ छुइनँ तर एक दुई ताल कुदायो भने म लोरी पनि कुदाइन्छ जस्तो लाग्छ सक्नुहुन्छ दाजु त त्यत्रो एक्सपिरियन्स छ मर्सिडिजको पनि लोगो चाहिँ एक प्रकारको है हजुर
आउट पनि फटाफुट्टा रहेछ वेदर क्या दाइमा भयो क्रुज कन्ट्रोलमा राख्ने अनि कुदाउने क्या यसमा चाहिँ अहिले ठिक्क राख्नुहोस्। 70मा राखेर कुदाइरहेछ न त कोही घरि त बोल्दा बोल्दै दाजु अब त्यो तिची स्पिड पठाइन्छ। तिची पठाइन्छ र अनि स्पिड क्यामेराले भेट्यो भने त फेरि ठक्क 70 पुगेपछि के अरे बटनलाई थिचिदिनु खिचिदिनु हजुर त्यसपछि रिलिज चाहिँ कतिखेर हुन्छ रिलिज जब हामी ब्रेक ब्रेक लगाउने लगाउँछौँ ब्रेक नि लगाउने बित्तिकै भयो सुजुकीको गाडी नि देखेँ यार बल्ल सुजुकीको देखेको थिएन यार सुजुकी चलाउँछ यहाँ जिम्नी तर यस्तो हाइवेतिर यस्तो कुन्टे गाडीहरू यस्तोहरू त पल्टिने डर हुन्छ हौ हजुर मलाई चाहिँ यो BMW चाहिँ मनै पर्दैन BMW मर्सिडिजबाट ठिक लाग्छ BMW नै होला यता ब्रेक फेल भएर अनि BMW कम्पनीलाई सु गर्नु आँटेको थियो नि ए हो हजुर दाजु पहिला धेरै साल अगाडि BMW को नि अलि राम्रो राम्रो गाडीहरू नि छ सन्त X5 X6 हरू दामी त्यो क्यामेरा उस्तो माथि यता स्पिड क्यामेरा साइडमा दुईटा येलो कलरको औडीको गाडी ठिक लाग्छ मलाई। तर यो चाहिँ अलिक चिप खालको भयो अर्को दामी दामी हुन्छ नि तर यो पनि अरूको तुलनामा त वाउ RS मोडलहरू चाहिँ राम्रो हुन्छ कि त्यो चाहिँ 4000 cc 5000 ए तर त्यो त अनि कहाँ रेसिङ खेल्नु गएको जस्तै हुन्छ त्यो त ट्रककै हो नि त रेसिङ के हो त्यो हजुर RS त्यो त नि यसो एक्सरे गर्नु थालिहाल्छ नि अरे माइलेज झन् दिँदैन मिलो नि गाउँ बजाऊ टाइप गर्नु त अर्को गीत पनि सुनाइदिन्छु म गाउँ बजाऊ भनेर त्यही यो जयमिसी नेपालमै छ गाउँ बजाऊ त्यहाँ छ कतै गाउँ बजाऊ मुनि मुनि हेर्दै जानु त गाउँ बजाऊ अब चिसायो हो गाउँ छ त्यहाँ हुनुपर्ने हो गाउँ बजाऊ ऊ माथि त्यो बिचको माथिको माथि हो यहाँ ए गाउँ बजाऊ ल यो पनि मैले लेखेको है ऊ मेरो नाम आयो ए दाजु भोकल चाहिँ डेभिडको यहाँ पनि डेभिडलाई नै दिनुभएको छ क्या गाउनु चाहिँ है सबिन दाइ चाहिँ स्टाइलको रस्तो सोच यो गाडी हेर्नु त यस्तो गर्छ क्या आफू नै केयरफुल भएर उयो गर्ने अब यति हामी दुईटाको बिचमा छिराएर लेन चेन्ज गर्नु खोज्छ मलाई जानु दिनुपर्छ नि त होइन त्यस पछाडि खाली छ नि त्यस्तैहरूले गर्दा एक्सिडेन्ट हुन्छ ओभर कन्फिडेन्ट हो यो चाहिँ ऱ्यागीमा निकालेको क्या उहाँलाई उचालो सासुने हरेक प्राणीले प्रभुको प्रशंसा गरौँ शब्द कस्तो मिलाएर लेख्नु हजुर यो भजन सङ्ग्रह 150 को 1 देखि 6 सम्मको शब्द केन्द्रित हो यो